हेलो नमस्ते सबैजनालाई वेलकम टु माई डे 1 मिनी ब्लग। मैले चाहिँ फर्स्ट टाइम ब्लग हाल्दैछु। आशा छ हजुरहरूले मन पराइदिनुहुन्छ भनेर। अनि मैले चाहिँ यो बन्दा प्याज काटेको छु। तपाईँले थाहै सक्नु भएको छ होला के बनाउनु लाग्यो भनेर। हामीले मोमो बनाएर खान लाग्यो हो घरमा दिउँसो नास्ता चाहिँ, र नानीलाई टिफिन पनि यही पठाइदिने भनेर मोमो बनाउँदा बनाउँदै सबैजना खाऊँ न भनेर बनाउनु लाग्यो हो। मोमो चाहिँ बाहिरको चाहिँ खाइन्न, अनि घरमा बनाए चाहिँ 15-20 वटा चाहिँ हामी सबले खाइहाल्छौँ है। हाम्रो फेरि फेभरेट घर बनाएको मोमो सबैले रुचाउँछ, बाहिरको चाहिँ रुचाउँदैनौँ, त्यही भएर बनाउनु लाग्यो हो। अनि मोमो चाहिँ हामीले पकाएर खान्छौँ भन्नाले किमा चाहिँ भुटेर खान्छौँ है। अनि भुट्दा हामीलाई भोक लागेर फेरि मकै भुटेर खान लाग्यो। अनि बन्दा प्याज हालेको मनपर्छ, मासु मात्रैको पनि राम्रो लाग्दैन। अनि त्यही भएर हामीले खान लाग्यो बनाएर सबै मिक्स गरेर। अनि मकै पनि प्युठानको मकै भुटेर खान लाग्यो नास्तामा भोक लागेर। उता मेरो सासू मम्मीले चाहिँ मेरो बाबुलाई सुताउँदै हुनुहुन्छ। अनि यो किमा चाहिँ हामीले अरूहरूले काँचो पकाउनुहुन्छ नि, हामीले फेरि काँचो पकाउँदैनौँ कि बन्दालाई पनि भुट्छौँ, प्याजलाई पनि भुट्छौँ, किमालाई पनि भुटेर पकाएर खान्छौँ। अनि तब बल्ल मिठो लाग्छ। अनि बाहिर चाहिँ भुट्दैनन्, त्यस्तै बनाउँछन्। अनि हामीले चाहिँ भुटेर बनाउँछौँ, त्यही भएर बाहिरको अलिक खान मन लाग्दैन, घरको चाहिँ खान मन लाग्छ त्यही भएर। अनि मेरो बाबुलाई पनि मोमोको प्याकेट दिएको, एकदम मजाले प्याकेट पनि मजाले खाइरहेको छ। उसलाई पनि मोमो चाहिँ पछि गएर एकदम फेभरेट हुनेछ जस्तो छ मोमो। अनि मैले आफै बनाउँदैछु, मेरो बाबु साइडमा बसिरहेछ हेर्दैछ, मेरो पछि छोड्दैन, जता जे गरेँ मैले त्यही गर्न आउँछ। अनि उनीहरू पनि मोमो चाहिँ एकदम मनपर्छ जस्तो छ है। पछि भविष्यमा गएर त्यो मोमोको प्याकेटै छोडेको थिएन। अनि नआइ पनि मैले मोमोको डल्लो बनाउँदैछु। हेर्नुहोस् त मेरो मोमो पाकिसकेको छ। हेर्दै खाम जस्तो हुन्छ। मोमो त फेभरेट हो मेरो पनि। हस् त, धन्यवाद।